ह्याप्पी मदर्स डे आमा। अनि छोरीको टाढैबाट भए पनि नमस्कार रहेको छ। अनि मेरो आमा लगायत सम्पूर्ण आमाहरूलाई पनि आजको विशेष दिन यो आमाको मुख हेर्ने दिनको चाहिँ लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छु। अनि आजको यो विशेष दिन जस्तै हरेक दिन विशेष दिन बनोस्। बुवा मम्मीहरूको लागि हरेक छोराछोरीबाट चाहिँ विशेष दिन बन्नुपर्छ। हरेक दिन आजको दिन मात्रै होइन, हरेक दिनलाई यसै गरी नै विशेष दिन मनाइदिनु होला, मानिदिनु होला। मैले पनि मान्नेछु, गर्नेछु भन्ने बाचाका साथ आजको यो विशेष दिन माता तीर्थ औँसीको लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छु। अनि मेरो बुवा मम्मीलाई पनि म आज यो विशेष दिनमा पनि सँगै हुन नपाउँदाखेरि मन नदुखाउनु होला। कुनै दिन अवश्य भेटेर सँगै मनाउनेछु यो विशेष दिनलाई पनि, र हरेक दिनलाई विशेष दिन बनाउनेछु। सँगै रहन नसके पनि टाढा रहेर भए पनि सँगै भए जस्तो अनुभव गराउनेछु भन्ने बाचाका साथ आजलाई बिदा हुन्छु। ओके, बाई बाई।